नमस्ते सबैजनालाई। आज चाहिँ हाम्रो यो हेल्दी लिभिङको सामान मगाउनु भएको थियो उहाँ दिदीले मेरोबाट मेरो आइडीबाट। अनि आज चाहिँ हामीले यसलाई चाहिँ ओपनिङ गर्दैछौँ। यो सामान चाहिँ उहाँलाई हङकङसम्म ल्याइ पुर्याइसकेको छु मैले, र आज चाहिँ यो सामान चाहिँ उहाँलाई मैले आज सुम्पिँदैछु है। आज यो सामान के छ हेरौँ है, तर सिजर छैन, एकछिन रोकौँ ल। अब चाहिँ हामी सामान खोल्न जाँदैछौँ। उहाँ सिस्टरले चाहिँ दिदीले चाहिँ एकचोटि युज गर्छु भन्नुभएको छ, अनि कस्तो लाग्छ त्यहाँबाट चाहिँ हाम्रै बिजनेसमा जोइन हुने भनेर भन्नुभएको छ। त्यसको लागि चाहिँ मैले चाहिँ मेरै आइडीबाट उहाँलाई चाहिँ सामान मगाइदिएको छु। बहिनीलाई धेरै धेरै धन्यवाद है। तर सामान त खोल्नु मुस्किल पर्छ क्या सिजर बिना। तर सिजर बिना नि भयो मजाले नि। राम्रै तरिकाले भयो। कताबाट छ कस्तो फेरि गर्मी पो भइरहेको छ आज त। अब एकछिनमा फेरि जाडो हुन्छ। मैले त्यही भएर स्वेटर लगाएर आएको, कस्तो गर्मी भयो बलगरी उकामै। बाबु हाँस्यो कि आयो। कताबाट लगाएको छ नि। एकछिन भयो नराख्नु पऱ्यो मेरो ब्याग। गाइजहरू हेर्नु न हाम्रो सामान। हामीले दुख्छ फेरि हजुरको हात काट्नु भयो कि हुन्थ्यो। हजुरको हात दुख्छ, काट्छ। अब तिन कुखुराले भुतभुत सप्लिमेन्ट मात्रै छ। यो साबुन पनि हालिदिएछ। यो चाहिँ योमा आएको होला हजुरलाई, यो चाहिँ उयोमा आएको बोनसमा। यो साबुन युज गर्नु कि यो चाहिँ पुदिना निमको पत्ताहरूबाट बनेको, यो आयुर्वेदिक चिजबाट बनेको हो। यो चाहिँ जति पनि छालाको स्किनको समस्याहरू छ त्यो चाहिँ दूर हुन्छ है। यसले चाहिँ आफ्नो शरीरतिर अब हल्का स्किनमा प्रब्लम आइरहेको छ भने यो युज गर्नुहोस्। यसले चाहिँ राम्रो बनाउँछ, किनभने मैले यो युज गरेको छु र मलाई थाहा छ यसको चाहिँ बेनिफिट होइन। यो चाहिँ हजुरको एलोभेरा हो सप्लिमेन्ट। यो पनि एलोभेरा हालिदिएछ। क्याल्सियम। यो चाहिँ हजुरले चाहिँ अब यो स्किनको लागि पनि राम्रो हुन्छ। जति पनि हामीले खानेकुराहरू खाइराखेको मतलब हाम्रो खानेकुराले पनि जनाउँछ नि त हाम्रो फेसको चमक चाहिँ। अनि हामीले लाउनु मात्रै नभएर हाम्रो शरीरलाई स्किनलाई राम्रो बनाउनुको लागि चाहिँ हामीले चाहिँ यो सप्लिमेन्टहरू खानु पनि जरुरी छ क्या। यो चाहिँ क्याल्सियम। यो चाहिँ हजुरको हाड जोनीको प्रब्लमहरू समस्याहरू छ भने पनि यसले चाहिँ हजुरलाई निको बनाउँछ है। यो चाहिँ मैले पनि खाएको छु, मेरो पनि रिजल्ट आएको छ र मैले फेरि मगाएको छु। मेरो घरमा मगाएको यो चाहिँ अनि यो फ्ल्याक्स ओइल भयो, यो पनि खानुहोस्। यो है हजुरले। मैले सुरुमा यसको महत्त्व नबुझेर मैले कति फालेँ, तर खानुहोस् हजुरले, केही पनि हुँदैन। यो हजुरले जहिले पनि हजुरले दैनिक पोसाकमा युज गर्नुहुन्छ नि, जति पनि दाल भात खानुहुन्छ त्यस्तै यहाँबाट पनि हजुरले प्रोटिन हरेक चिज पाउनुहुन्छ क्या। यो एउटा ट्याब्लेट जस्तै हो, क्याप्सुल जस्तै हो, कुनै पनि साइड इफेक्ट गर्दैन। यो मेडिसिन जस्तो होइन, यो चिजले कुनै पनि साइड इफेक्ट गर्दैन। हजुर खानुहोस्। यो शतावरी म्याक्स भनेको चाहिँ छोरी मान्छेहरूको लागि विशेष गरेर यो चाहिँ मेन्सुरेसन प्रब्लमहरू भएको छ जति पनि छोरी मान्छेहरू हुनुहुन्छ हजुरहरूले चाहिँ मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यो चाहिँ हजुरलाई सेतो पानी बग्ने, पेट दुख्ने, मिन्स पिरियड टाइममा नहुने छ भने हजुरहरूले यो खान सक्नुहुन्छ, शतावरी म्याक्स है। यो खानु पर्ने हुन्छ है। यो हजुरको यो बोनसमै आएको हुनुपर्छ। यो सबै बोनसमा त कति धेरै हो साबुन त। यो हेयर कन्डिसनर है। यो हजुरको सानोदेखि चाहिँ राम्रो काम गर्छ है। हजुरले युज गर्न सक्नुहुन्छ। यो दुईटा क्यारोटिन यो स्मुथ पनि बनाउँछ र हजुरको कपाल पनि झर्नबाट रोक्छ। यो एउटा लिपस्टिक भयो। अनि यो कपाल साह्रै झरेको हुनाले गर्दाखेरि मेरो नि अब युज म पनि अर्कोचोटि ल्याउँदैछु, मगाउँदैछु, म पनि युज गरिराखेको हुन्छु। यो चाहिँ लिपस्टिक है हजुरको। यो सबै यहाँ लेखेको हुन्छ। यो पनि राखी छोड्नु होइन। यदि हजुर बिजनेसमा भोलिको दिनमा मसँग आइहाल्नु भयो भने काम लाग्छ कि यस्तो चिजहरू।
उता दिनु न ल धन्यवाद मेरो प्यारो बहिनीलाई हुन्छ दिदी अब फेरि हजुर पनि भेटौँ भनिराखेको है बल्ल बल्ल भेट्नु पायो होइन पहिलोचोटि भेटेको उहाँसँग चाहिँ मैले चाहिँ यसैको तर्फबाट हामी भेट्नु पायौँ है बहिनीलाई धेरै धेरै धन्यवाद अब फेरि यस्तै भेट भइरहोस् र हामी मिलेर अगाडि बढ्न पाऊँ अनि यहाँ हङकङमा मजाले बिजनेस ग्रोथ गर्न पाऊँ हुन्छ धन्यवाद बहिनी हजुरले पनि फलो गर्नु अब बिस्तारै यो चिजहरूलाई एकचोटि युज गरेर हेर्नु गरेर पहिला युज गरेर हेर्छु हजुर हजुरलाई कस्तो लाग्छ अनि त्यहाँबाट त्यसपछि गरौँला है बाई 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 सबैजनालाई